के अरे पुष्पराज शर्मा आइएमई वालाको जुन प्रोपराइटर हुन्छ नि उहाँको पसलमा चाहिँ आगाको मुसो निस्क्यो के अरे धुवा निस्क्यो भन्ने जानकारी प्राप्त गरेँ र त्यहाँ एक्कासी आगाको ज्वाला बाहिर निस्केपछि मलाई एकजना सुरक्षाकर्मी भरत कुँवरजीले चाहिँ मलाई खबर गर्नुभयो अनि बजारमा आग लागि भयो अध्यक्षज्यू कता हुन्छ भनेर भन्ने बित्तिकै मैले सिडिओ साहब प्रमुख जिल्लाधिकारीज्यूलाई चाहिँ जानकारी गरेँ। सिडिओ साहब यहाँ चाहिँ रेलबजारमा आग लागि भएको छ, हाम्रो विपदको चाहिँ टोली लगायत अन्य चाहिँ सम्पर्क संयन्त्र चाहिँ यहाँ पठाइदिनु पर्यो, यो ठुलो क्षति यहाँ धेरै मोटो आइरहेको छ, ज्वाला निस्किसक्यो चारैतिर भन्ने कुरो चाहिँ उहाँलाई फोन गरिरहेको थिएँ। उहाँले पनि चाहिँ तयारी हुन्छ भनेर तयारी हुँदैछ टोली भनेर भन्नुभयो र मैले यहाँ यताउता बजारका साथीभाइहरू सम्पूर्ण चाहिँ यहाँका बजारवासीहरू वरिपरि तल्लोमाथि नजिकको छरछिमेकीहरू आएर आगो नियन्त्रणमा सबै संलग्न त भए, आगो नियन्त्रण गर्न सकिरहेका थिएनन्। पानी पनि के अरे खानेपानीका कर्मचारीहरूलाई पनि खानेपानी के अरे खोल्नका लागि उनीहरूलाई निर्देशन गरियो। सबै संयन्त्र त हामी भएभरको हामीले संयन्त्र त पुरा गऱ्यौँ, तर समस्या के देखियो भन्दाखेरि यहाँ चाहिँ एउटा बजारको गल्ली पनि सानो गल्ली, यो चाहिँ पुरानै परम्परागत बजार, यसमा चाहिँ बाटो पनि अलिक फराकिलो नभएको, यसमा चाहिँ हाम्रो खानेपानीको चाहिँ अन्य सामग्री आउन सकेन र 1 घण्टा पछि जिल्लाबाट चाहिँ नेपाली सेनाको टोली लगायत अन्य सुरक्षाकर्मी सशस्त्र प्रहरीको टोली अन्य चाहिँ सबै चाहिँ टोली आइपुग्यो र सबै यो आगो नियन्त्रणमा चाहिँ सबै संलग्न भए। हामीसँग चाहिँ सबै प्रविधिहरू चाहिँ ल्याउनु भयो उहाँहरूले, यो घर भत्कायो यो घर नभत्काइदियो भए यताबाट पछाडिबाट पुरै चाहिँ बजार चाहिँ सखा पनि सम्भावना थियो। मानवीय क्षति हुन सकेन, अब यो दैवीय क्षति भयो, चाहिँ यो भौतिक संरचना लगायत अब यो व्यापारीहरूका पसलहरू पुरा चाहिँ नष्ट भएको छ, सम्पत्ति नष्ट भएको छ। यो दुःखद घटना भयो, एक्कासी चाहिँ यसको परिस्थिति सिर्जना भयो। अनि हामी यसमा चाहिँ थुप्रै लागे खटे सुरक्षाकर्मीहरू पत्रकार सबै जाने सबै संयन्त्रले सहयोग गर्यो। 8 बजे सुदूरपश्चिम प्रदेश सरकार मन्त्री परिषदको बैठक पनि यही विषय बढ्दैछ। मैले संघीय सरकारसँग पनि कुरा राखेको छु र चाहिँ अहिले भर्खरै 9 बजे हामी विपद व्यवस्थापन समिति बान्नेगढी गाउँपालिका विपद व्यवस्थापन समितिको हामीले बैठकको आह्वान गरिसकेका छौँ। त्यो पश्चात तयारीका लागि हामी त्यहाँ जाँदैछौँ। 11 बजे आकस्मिक गाउँ कार्यपालिकाको बैठक पनि आह्वान गरेका छौँ। गाउँपालिकाको बैठकमा हामीले अहिले तत्कालका लागि चाहिँ के गरेर राहत दिन सकिन्छ, जस्तै यहाँ पनि तपाईँले देखिराख्नु भएको पुरै पनि सखा भएको छ, अनि खाने जाने पनि कुरा पनि चाहिँ उहाँले नपाएको अवस्था छ। अहिले खाद्यान्न भयो, कपडा भयो, भाँडाकुँडा भयो, इत्यादि कुराहरू हामीले के गति गर्न सकिन्छ तत्कालका लागि। बाँकी हामी विभिन्न सङ्घ संस्थासँग, विभिन्न दात्री निकायसँग अनि तिनटै स्थानीय सरकारसँग पनि हामी आह्वान गर्छौँ। उहाँहरूको चाहिँ यो क्षतिपूर्तिका लागि, उहाँहरूलाई चाहिँ यो राहत वितरण गर्नका लागि हामी चाहिँ लागि पर्छौँ। बान्नेगढी गाउँपालिकाले गर्न सके जति हामी हर प्रयास गर्छौँ। हाम्रो भर्खरै हामी अब कार्यपालिका बैठक र चाहिँ विपद व्यवस्थापन समितिको बैठकमा हामी प्रवेश गर्छौँ। यहाँहरूले चाहिँ यो जानकारी लिनुभयो, यहाँलाई धन्यवाद।